बसमा यस्तो त्यही भएर हामीलाई भगवानले जन्मजातै कालो बनाएको। हेलो गाइज, वेलकम माई भ्लग, वेलकम माई च्यानल। हामी चाहिँ आज टाढा टाढा आएको। यो चाहिँ पछाडिको चाहिँ हाम्रो ग्रुप हो। यो चाहिँ माथि जाने म्याप हो गाइज। यता चाहिँ फेरि न्युङको ज्यूजू हुनुहुन्छ है गाइज। फेरि उहाँले कति न्युङ सक्दैन हामीले। हामी चाहिँ नेपाली। Hi guys, welcome to my guys. Welcome to my guys. Vlogger, you are a vlogger? Iya, vlogger dia naik kita nih. Ima kar haji materu. Mau tai ikagetsu, nikagetsu kurai kan? Yस्तो छ गाइस। हिँडेर अलि बाटो आइपुगिसकेपछि त्यहाँनिर आफ्नो नम्बर नामहरू लेख्न पर्दो रहेछ अनि सिग्नेचर गर्नु पर्दो रहेछ त्यहाँनिर। यहाँ चाहिँ सानो पसल रहेछ गाइस। सिगा छ। यहाँ चाहिँ फ्रीको लौरो पाइँदो रहेछ, टेक्नको लागि सजिलो हुन्छ भनेर भाउजू र मैले चाहिँ एउटा लौरो लिएर अनि आफ्नो गन्तव्यतिर हिँड्यौँ। लेफ्टी चाहिँ खालि एक्सर्साइज मात्र गरेर त जहाँ गयो नि। सर युवी ताकि इताको नारा नै हो नाइ तो मौके त नि। माथि के चढा थिएँ, हिँड्न नसकेर थकित भइरहेको थियो। बेबी चाहिँ पुरै कच्चीचुटी हिँडेको छोडेर हिँड्न नसकेर बिस्तारै बिस्तारै हिँडेर Let's go. 一番元気ないとね。 Let's go. よし。 40歳よ。 40歳です。40वर्षको बुढोलाई नि यत्रो जसाउँछ भने हेत्तेरीका। हाम्रो दाइ बिचार हेर कत्रो भारी बोकेर हिँड्यो उ। भाउजू। हाम्रो दिदी। दिदी दाइजो बु? गाइजलाई पानी खानुस्। राम्रो छ भ्यूज त है यहाँ। त्यहाँनिर केही विस माग्नु छ भने जाँदा हुन्छ। खानु छ त्यो त पुतिखेर लानु म त। सोल्टीमा जोस जाँगर चाहिँ भरिपूर्ण रहेछ के। थके लागेर टोपी हेर न टोपी टोपी। एकछिन रेस्ट गरेर फेरि हामी लाग्यौँ आफ्नो गन्तव्यतिर गाइस। ट्र्याकिङ ठिक छ ठिक छ। यो चाहिँ मेरो लौरो हान्न दिन्न भन्ला फेरि पिट्न दिन्न। लौरो मेरो टेक्न दिन्न म त अहिले। पितार दाइको चाहिँ चिज हो कसैलाई दिन्न। दिदी सन्चै हुनुहुन्छ? गुड। अनि दाइ ओके। हाम्रो टिमवर्क चाहिँ बहुत राम्रो छ कि एउटाले अर्कोलाई सपोर्ट गर्दै होइन गाइस। कस्तो सन गरेको छ नि हिँड्नलाई पुरै हौसला दिइरहेको छ कि। हे कम्बाती कम्बाती भन्दै ठिक छ। हाम्रो टिम चाहिँ खतरा छ त। से हाई से हाई। हाम्रो गाई चाहिँ लास्टै रमाइलो टिम परेछ। यो टिमसँग हिँड्यो भने त जहाँ पनि उभिन्छ होला लाग्छ मलाई त। ए बिनाचान हाम्रो ओचकारी समादेश माता ने बिचमा पुगेपछि पनि नक्सा रहेछ त्यहाँ माथिसम्म पुग्नेको। त्यहाँ हेर्दै थियो रेफ्रीले अनि हामी चाहिँ भर्खर हिँडेर आउँदैछौँ गाइस।
एकछिन रेस्ट गरेपछि फेरि हिँड्न थाल्यौँ हामी त Nande mo tsukare ta? Gamate. Oh. खर साइली बाह्र कहाँ पुग्यो तिम्रो? तलतिर पुग्यो मेरो त ए ल घर कता पुग्यो भरे घर फर्किँदाखेरि सँगै फर्किनुपर्छ है। ल ल बासो यहाँ चाहिँ अब हामीले खानाको लागि रेडी बनाउन लागेको। यहाँ चाहिँ ओतेरा रहेछ। यहाँ चाहिँ हाम्रो पर्मिला दिदी तिमी चाहिँ मेरो बहिनी। यहाँ चाहिँ मासु झिक्थ्यो दाजु र मगर चाहिँ हावा छेकेको त्यहाँ हावाले ग्यास निभाउँछ भनेर हावा एकदम चढिरहेको थियो माथि पुगेपछि। चिया मिन्नासान गाम्पाई ओसाके फाइनली गाइज हामी चाहिँ 1179 मिटर माथि चाहिँ आयौँ हैन। हामी चाहिँ ग्रुपमा आएको थियौँ। सो दाई हुनुहुन्छ, भाउजू हुनुहुन्छ, बहिनी हो कि दिदी थाहा छैन। फोटो खिच्यौँ। हामीले चाहिँ खाजा खायौँ। खाजा खाएपछि एकछिन त्यहाँनिर फोटोसोटो खिच्यौँ। त्यहाँबाट बाटो नभेटेर अनि फेरि त्यहाँ नक्सा हेर्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ ओतेर देखिहालेँ। अनि ओतेरदेखि चाहिँ दर्शन गरिदिएँ। बाटोहरू चाहिँ एकदम अप्ठ्यारो थियो। रुखहरू ढल्या छ, कहीँ सिक्रीहरू समाएर हिँड्न परेको थियो। त्यही भएर चाहिँ कति क्लिपहरू अझ हामीले लिन पाएनौँ। लिन सक्ने जति चाहिँ हामीले लिएका छौँ क्लिपहरू बाटोमा। फ्रेस हुनको लागि यहाँ खोलाको पानीबाट चाहिँ मुख धुँदै हुनुहुन्छ त्यसले। एउटा खैरेले 100 नेपालले बेच्छ नै हो रहेछ। एउटा खैरे गएको थियो टुप्पामा हेर्न अनि सबैजना दौडा थियो हेर्न। अब झर्नेलाई गाह्रो। गाइज हामी चाहिँ अब फर्किन्छ होइन। उता छ गाइजहरू। अब थोरै छ हाम्रो डेस्टिनेसन। दुईजना साथीहरू चाहिँ पुरै दौडेर गइसक्यो होइन। सो आजको ट्रिप चाहिँ लगभगै इन्जोय भयो किनकि अलिअलि बाटो पनि भुल्यो हामीले होइन। कस्तो पनि बाटोमा चाहिँ अलिकति हामीले म्याप हेर्न अलिक मिस्टेक गऱ्यौँ। सो लगभग हामीले 1 घन्टा चाहिँ लस गऱ्यौँ होइन। ल अब मेन रोड आइपुग्ने बेला भयो भने चाहिँ सब दौडेर अगाडि दौडेर भाउजू र म मात्रै पछाडि थियौँ लास्ट। ल गाइज हामीले चाहिँ अब होइन सबै सकाएर अब यहाँ लास्ट हाम्रो एउटा चटपट फाइनल खानेकुरा छ। चटपट पानीपुरी बिना नेपाली नै होइन। त्यही भएर यहाँ चाहिँ चटपट र पानीपुरी चाहिँ हाम्रो दाई भाउजूले बनाउँदै हुनुहुन्छ गाइज। किन हात धुनलाई ल्याइहाल्छ नि खाने पानी पो छैन त। के छैन हामी खामला नि त। थ्याङ्क यू।
मेरो बेबुला जहाँ गयो नि जोगाड बनाउनु चाहिँ आइहाल्ने क्या चटपटी खान रुचाउँदैन जोगाड गर्दै हुनुहुन्छ हमारा पिकनिक चटपटे पिकनिक ओ म पनि छ है गाई जेताटी फेरि चटपट खाइरहेको थियो अनि अब हामी जानुपर्छ स्कुलमा जाने जानुपर्छ भनेर स्कुटीमा जानु भनेर जानुभयो रेफ्रीहरूलाई बाई बाई भनेर बाई बाई भनेर अब घरमा भेटौँ ला भन्दै दौडिनु भयो हामी पनि गाडीमा गयौँ अनि यो चाहिँ गाडीको बाहिरको भ्युज अनि त्यहाँनिर एउटा ताल थियो त्यहाँनिर झरेर यसो भिडियोहरू अनि फोटो खिच्यौँ एकछिन बेबालाई पनि कुरेको तर आइपुग्नु भएन अनि हामीले फोटो मात्र खिच्यौँ यसो नक्कल पार्दै हामी चाहिँ घर आइपुग्यौँ गाइज अनि फ्रेस भएँ आएर हामीलाई चाहिँ रेफ्रीले चाहिँ घरमै ल्याएर छोडिदिनु भएको थियो एकदम रमाइलो भयो हाम्रो घुमघाम पनि अप्ठ्यारो बाटो थियो कति रमाइलो पनि भयो अप्ठ्यारो बाटोहरू पनि थियो अनि एकदम खुट्टा पनि दुखिरहेको छ अझ भोलि कति दुख्ने हो थाहा छैन होइन कहिले नहिँडेको बानी झन् त्यत्रो हिँड्दाखेरि एकदम रमाइलो भयो भिडियोमा देखेको भन्दा पनि धेरै रमाइलो भयो किन कति कुराहरू चाहिँ हामीले क्याप्चर गर्न पनि पाएनौँ अप्ठ्यारो बाटो थियो अनि टाढा बाटोहरूमा अब सर्पहरू त्यस्तो भेटाएर पनि थियौँ अनि त्यही भएर चाहिँ हामीले खासै त्यस्तो बिना चाहिँ भिडियो बनाएनौँ थ्याङ्क यू फर वाचिङ बाई बाई गाइज लभ यु अल किप लभिङ किप सपोर्टिङ थ्याङ्क यू सो मच